हेलो गाइज नमस्कार। स्कुलमा आएको थिएँ अनि स्कुलमा आज भाइ बहिनीहरूको इक्जाम सकेको लास्ट दिनमा केही प्र्याक्टिकल मार्क्सको लागि केही बनाएर ल्याएको छन्। तिनी भाइसँग एकछिन केही भेटघाट गराइदिन्छु हजुरहरूलाई। हेर्न सक्नुहुन्छ हाम्रो यिनी सानो कक्षा 7 मा पढ्ने भाइको प्रस्तुति कला हेर्न सक्नुहुन्छ। यस्तो राम्रो घर बनाएर राख्नुहुन्छ। भाइ तिम्रो नाम के हो? निकेश भोटे। निकेश भोटे। कति क्लासमा पढ्छौ? 7। घर कहाँ हो नि? दौलतपुर। दौलतपुर। हाम्रो भाइको नाम निकेश भोटे अनि कक्षा 7 मा पढ्नुहुन्छ। यति सानो उमेरमा पनि यस्तो राम्रो घरको प्रस्तुति बनाउनु भएको छ हेर्न सक्नुहुन्छ। यो तिमी के देखेर बनाएको यसलाई? घर। यस्तो सुन्दर घर तिम्रो घर पनि यस्तै छ? यस्तो छैन त्यही पनि महसुस गरेर अनुभव गरेर बनाएको होला भने। हस् धन्यवाद। यिनी भाइको लागि एक